लासो साबुजी फेरि आफ्नै दाजुभाइ आफ्नै साथीभाइको बहिनी मेरो पनि बहिनी साथीको पनि बहिनी आज चाहिँ धादिङ बेसी चाहिँ जाँदैछौँ हामी यसको फुल्ली भिडियो आउनेछ हामी चाहिँ अहिले जौनखेलबाट धादिङ जाँदैछौँ है त अनि यता मानकुमार बल दाजुभाइ नै हो है त अगाडि बढ्छौँ साथीभाइहरू भट्टाभट लाइक सेयर गर्ने फेरि त्यहाँको सम्पूर्ण बिहेको तिथि रिवाज सबै तपाईँहरूलाई प्रस्ताउनेछु देखाउनेछु भौगोलिक त्यहाँको आनन्द के छ होइन त्यहाँको रहन सहन तामाङ बस्ती के छ है त नजाने तपाईँ बेमा नजाने साँच्ची यो छिटो खोइ छुट्टी हिँड्नु न खोइ त तपाईँको सोल्टिन छ भन्नुभयो होइन सोल्टिनी हजुर इन्टरभ्यूमा खोइ त तपाईँको सोल्टिनी भने के अघि सोल्टिन छ भन्नु त छ हावा अघि छ अरे उहाँ पनि जानुहुन्छ उहाँ चाहिँ को त उहाँ चाहिँ को के उहाँ पो मार्ले नि उहाँ त नि मान्छे बुढी यो न प्राय टिकधार माइली टिकधार माइली यो छिटो ढिलो भयो नि त हामी त फर्किनुपर्छ हामी त फर्किनुपर्छ भित्र आउनु नि भित्रै जाले हुन्छ सबै गइसक्यो हामी मात्रै यहाँ ढिलो भयो त तपाईँहरू फर्किन नफर्किने कहिले हिजो फर्किने तपाईँहरूलाई बाटो थाहा छ त तपाईँहरूलाई मलाई थाहा छैन नि हजुर ल हो तपाईँ जेठी सिसी पाउँदा चुपडी नि ल नयाँ नभन्नु है फेरि नयाँ नयाँ फेरि यो भिडियो देखाइदिनु नि दाइले अहिले थाहा हुन्छ म यो भिडियो देखाइदिन्छु अहिले दाइले गएर अनि थाहा हुन्छ फरक पर्दैन वामा सिसी बोक्दैमा अहिले मेरो त अहिलेसम्म एउटै हो कसरी नयाँ भने हो मैले ल्याएको 70 वर्ष भइसक्यो आज त टिल्ल रक्सी खानुपर्छ है भाउजू के तुङमा पाउँछ त्यहाँ छ्याङ अनि बाप पनि पाउँछ बाप चिकन डायमन्ड पाउँदैन होला के भने चाहियो नि यार लोकलको झन् होइन लोकलको त गुगल हेर त्यो गुगल हजुर नागाको चुक्दुङ भन्छ तामाङ भाषाबाट डायमन्ड भनेको इङ्ग्लिसबाट अनि डिङ्कुली चाहिँ लिम्बू भाषाबाट क्या अरे तपाईँहरूको गाउँतिर के भन्छ चुक्दुङ त हाम्रोतिर छुकुठेका भन्छ नागालाई छुकुठेका छुकुठेका भन्छ छुकुठेका ल खानुपर्छ है आज भाउजूले चेप्पाते बोल्ने सिजी बोक्दा भैँसीमा पो भन्छ भाउजूलाई यार सबै दुब्लो दुब्लो गाडीले तान्छ अब अर्को उताको माइली पनि दुब्लो न दुब्लो रहेछ आरामहरू हाले आरामहरू हो उता उता दिए सिप्दिन धेरै बित्यो आराम सिङ्गर सिङ्गरको त सिङ्गर एउटा मात्रै है एउटा मात्रै हो हाम्रोतिर त बल पनि थिङ पनि हुन्छ त्यस्तै भन्छ
हुँदैन त्यस्तो भन्छ होइन कुन ठाउँ तपाईँ कुन ठाउँ हो शङ्ख चौरा ए स्वागे भनेको बे गर्नु मिल्छ मिल्दैन अच्छा मिल्दैन भन्छ सिङ्गन बल र ठिङ र बल ठिङ र बल मिलिहाल्छ नि मिल्दैन भन्छ आजी यो त भएन नि यो त ठिङ र बल चाहिँ किन नमिल्नु? मिल्छ ठिङ र बल मिल्छ खै मिल्दैन भन्छ क्या नि हाम्रोतिर कहाँको तामाङ रे ठिङ र बल मिल्छ मिल्दैन कमेन्ट गर्नु त माइलीहरू ठिङ र बल बे गर्नु मिल्छ कि मिल्दैन ट्राई गरौँ न मिल्छ मिल्दैन अच्छा ठिक दिबम मारा होइन उसलाई अहिले चाहिँ माओवादी भएको पहिला एमाले हो नि मेरो एउटा भन्छ राजेन्द्र पाण्डेले ध्यानकै गयो ल माओवादीको होइन त के को माओवादी र एक गठबन्धन भयो एउटा होइन पहिले चाहिँ के को थियो समाजवादी समाजवादीको लागि ठोक्ने हो नि त कारण नयाँलाई दिए राम्रो हुँदैन र हजुर नयाँ पार्टीलाई नयाँ पार्टीलाई ल्याए नि अब त्यही हो है त्यही भए नि अब उहाँको लागि चाहिँ हाम्रो लागि चाहिँ उहाँ राम्रो छ जहाँ जहाँ भौगोलिक आफ्नो भौगोलिक राम्रो गर्यो त्यसलाई दिने हो नि त हजुर भन्न खोज्नु भएको हजुर देश परिवर्तन हुँदै नयाँ नयाँ भनेर घन्टे घन्टे भन्छ कोही के भन्छ कोही उज्यालो भन्छ के यसमा विषयमा के लाग्छ तपाईँलाई हो राजनीतिक बारे हामीलाई थाहा छैन होइन नयाँ नयाँ भन्छ नि नयाँको अर्थ के हो भन्न खोजेँ कि ट्रेन हो कि एउटा ट्रेन हो ट्रेनै हो यो होइन नयाँ पार्टी खोल्नेमा विकास हुन्छ मान्छे त्यही हो चाट्दा अरू पार्टी चाट्दा नयाँ खोलेपछि अब अवसर खोज्न हिँडिरहेको जस्तो लाग्छ मलाई त उनीहरूलाई राम्रो हुन्छ जनतालाई के राम्रो हुँदैन त्यही हो सबै अवसरवादी हो कुर्सीमा नपुगुन्जेल नयाँ यहाँ हुँ भन्यो नयाँ उनीहरूलाई राम्रो होला जनतालाई दुखी गरिब जनतालाई राम्रो भइदियो पनि अनि नयाँ भनेर पछि लाग्नु पनि मूर्ख त होइन त मूर्ख त एकदमै किनभने कारण के छ कि हजुर कारण के छ कि कारण त्यो मूर्खता नै हो नि सबले मूर्ख बनाएको नेताहरूले नयाँ भनेपछि हाल ट्रेन बनायो अनि ए के होला के भन्छ कुर्सी ताग्ने जुत्ती कुर्सी तानादान उनीहरूलाई चाहिँ राम्रो ठाउँमा हुन्छ। गएपछि नयाँ पुरानो बुद्धि त्यही हो सिकेको त्यही हो कसरी ठग्ने सबै जानिसकेको छ अर्कोबाट गर्ने त्यही हो दिमाग त्यही हो नयाँ भनेको मान्छे उही हो कि पार्टी मात्रै नयाँ हो दिमाग सोच सबै एउटै हो अब नयाँ म चाहिँ नयाँ पार्टी फेरेर मेरो चाहिँ के माथि पुग्छ कि भने उनीहरूको मात्रै सोच दिने हो कि जनताको लागि सोच दिँदैन चुनावभन्दा अगाडि कहिले अनुहार देखाउन आउँछ त चुनावमा आएपछि त्यो गुको चाखोको पानी पनि गुको चाखो लेड आयो पनि त्यसलाई पानी हालेर साबुनले धोइदिउँ जस्तो गर्दो रहेछ यो यो नेताहरू त होइन चुनावको बेला के अर्को खनन गर्यो अरूलाई विरोध गर्यो जनतालाई उक्सायो अब कति बुद्धि दिनु अहिले चाहिँ हाम्रो खुट्टामा ढोक्न आउँछ होइन अँ। अनि चुनाव सकिएर उनीहरू अब उनीहरू खुट्टामा ढोक्न जानुपर्छ फेरि। उनीहरू खुट्टामा जानुपर्छ होइन नयाँ कहाँ हो पुरानो कहाँ हो त्यसपछि थाहा हुन्छ हेर्दै जान होइन नयाँ हामीले पुरानोलाई पनि सपोर्ट गरे होइन नयाँले पनि होइन यो चोर फडाहरू बरु सियालहरू कि सियाल गिद्दियाहरू नेपालको सिजिबोक त मैली त्यसो छेङ्दा बुझाएर अँ। मैले निकाले होइन नि सङ्घको बारेमा के सङ्घको बारेमा चाहिँ मैले निकाले होइन बाबुले निकाल्यो सङ्घ गर्ने यो सङ्घ गर्ने भने त्यहाँ पहिला हनुमानले के गर्थ्यो अरे खोइ के गर्थ्यो के के गरिदियो हामी जानिएको थिएन सिजिबोक त सङ्घ गर्ने भनेको एक आपसमा त्यो विश्वासघात हो कि त्यो विश्वास गर्ने अब बुढाबुढीको नि एकअर्काको सङ्घ गर्ने त्यस्तो भन्ने हुन्छ नि त्यो कहिले पनि हुँदैन किनभने म के हो भन्ने कुरो मलाई थाहा छ उहाँलाई के हो भने उहाँलाई थाहा छ नि त होइन कुन सही गलत हिँड्नुपर्छ कि गलत ठाउँमा हिँड्नुपर्छ कि सही ठाउँमा हिँड्नुपर्छ हामीलाई थाहा हुन्छ नि त होइन त्यो भएको कारणले फलानुसँग बोल्यो भन्दैमा सङ्घ हाँस्यो भन्दैमा सङ्घ त्यो कहिले पनि जिन्दगी कहिले पनि चल्दैन कि एउटा विश्वासमा हो कि जिन्दगी चल्ने भनेको चाहिँ रविको के रवि लामछानेको शङ्काले डिभोर्स भएको होला कि के भएको होला है भन्नु न अनि यो सङ्घ गर्ने राम्रो हो कि नराम्रो होला भन्नु न त त्यो त एकदम सङ्घ गर्नु एकदम गलत गलत हो कि हो सही होला भन्नु न त एउटा पोइजन हो त्यो यस्तो पोइजन हो तर धेरै सङ्घ नगरिकन फेरि फिल छोडे पनि खराब हो नि धेरै सङ्घ हो त्यो धेरै फेरि जहाँ धेरै सँग हुन्छ त्यहाँ धेरै माया माया हुन्छ हुन्छ फेरि शङ्क गरेन नगरिकन माइलीहरूलाई छोडेपछि माया भनेको आफ्नो कतिखेर ठाउँमा छँदैछ। सुन्नु भाउजू म एउटा प्रश्न भन्छु तपाईँले बोल्न दिन्छु
जहाँ माया त्यहाँ शङ्का अवश्य नै हुन्छ फेरि कोही लाटा गाडा हुन्छ नि अनि बुढीले सँग नगर्ने आफ्नो यतामा लठक्क परे बस्ने अनि कुन बेला कुम्लो बोकेर होइन विदेश गए नि नेपाल आउँदै कुम्लो बोकेर टाप गएपछि हुन्छ सँग नगर्नाले ठिक छ शङ्का गर्नु पर्ने ठाउँमा गर्नै पर्छ होइन अब ख्याल वास्ता त गर्नु पर्यो नि त कति बेला चाहिँ सँग गर्ने ल भन्नु त कति बेला चाहिँ सँग गर्ने कति बेला चाहिँ गर्ने र कति बेला शङ्का गर्नु पर्ने र नगर्नु पर्नेको त त्यहाँ बोल्ने हिँड्ने तरिकाले नै थाहा हुन्छ कि हो त्यही तरिका थाहा भएर त शङ्का गर्छ नि नत्र त्यतिकै त गर्दैन हो त्यही त शङ्का गर्ने होइन त्यो त सम्झाउने हो सम्झाउँदा एक दुई त्यो त सम्झाउने हो फेरि अटेरी भएर गर्छन् अटेरी गरेर गर्ने मान्छे छोडिदिनु पर्छ कि छोडेर त सजिलो छैन नि त बिहे गरिसकेको हुन्छ छोडिदिनु भन्ने मतलब अब छोडेरै जाने होइन कि उहाँ जे गर्नु मन लाग्छ गरेर हिँड्न दिने हो कि दिएपछि त घर जाउँ लथालिङ्ग हुन्छ हुँदैन किन हुँदैन आफ्नो दुवैपट्टि आगो भयो भने मात्रै हो होइन जस्तै तपाईँ हजुरले भन्नुभएको छोडिदिनु भन्नुभयो फ्रिडम छोडिदिने जस्तै एउटा विवाहित एउटा जोडीको भनौँ न घरमा घर जाउँ भएपछि एउटा बच्चा दुइटा भइसक्यो सँग उपसँग भइरहेछ अनि फुल्ली बुढाले सँग लगाइरहेछ ऊ सम्झाउँदा पनि हिँडिरहेछ त्यसलाई छोडिदिने के हेर्ने अनि अब सम्झाउने हो होइन अब यस्तो तरिकाले हिँड्नु हुँदैन यो नराम्रो बाटो हो राम्रो बाटो हिँड्नु नराम्रो बाटो नहिँड्नु होइन सम्झाउने हो नि त चाहे बुढालाई होस् चाहे बुढीलाई होस् क्या बुढाको मात्रै कुरा होइन कि जस्तै अब म अलिकति गलत बाटो हिँड्न लाग्यो भने मेरो बुढाले के हो भन्न त पाइयो नि त होइन हो त्यो भइसकेपछि अब मेरो बुढा अलग बाटो सही गलत बाटो हिँड्न लागेको छ भने त के हो यस्तो छ नि त भनिसकेपछि त एक दुईचोटि सम्झाएपछि त मेरो बुढीले यस्तो भनेको छ मेरो बुढाले यस्तो भनेको छ भनेर आउनु पर्यो नि त लाइनमा होइन लाइनमा आइन भने के हुन्छ अब लाइनमा आएन भने त त्यसलाई छोडिदिनु भनिहाल्यो छोड्ने त कसरी ब्रेकअप होइन आफ्नो आफ्नै हुन्छ नि जस्तै अब आफ्नो आफ्नो सोच क्या अब जति सम्झाउँदै नहुने भइसकेपछि होइन अब त्यो सधैँभरि पछि लगाएर हिँड्न त मिलेन नि त मिलेन तर यस्तो नि त मनले पनि मान्दैन फेरि आफू नि जस्तै केटा पनि अर्को केटीसँग लाग्ने अनि केटी पनि उता बुढी पनि उता लाग्न थाले त छोडेर पनि भएन त्यस्तो हुँदैन बुढो लाग्यो भन्दैमा चाहिँ बुढोले त यस्तो गरेर हिँड्यो म पनि यस्तो गरेर हिँड्छु भन्ने सोच त कमको मात्रै हुन्छ तर छोरी मान्छे चाहिँ लाग्यो खण्डमा के गर्ने छोरो मान्छेको लाग्दा त्यो स्वीकारे भयो छोरो मान्छे हिँड्यो आउँछ जान्छ होइन त्यो आफ्नो ठाउँमा चाहिँ त घर त समाजै त्यस्तो छ छोरी मान्छे चाहिँ लाग्यो भने के गर्ने छोरा मान्छे लाग्यो भने के गर्ने भन्नु न पहिला छोरा मान्छे लाग्यो भने त अब आफूले आफ्नो बुढालाई एक्सेप्ट गरेर उसलाई मायामा दायरामा ल्यायो भने आउन सकिन्छ तर छोरी मान्छे बिग्रिएर हिँड्यो भने के गर्ने घरको सम्झाउँदा पनि भएन उसले फ्रिडम छोड्यो छोडिदिने मतलब डिभोर्स या अथवा अब मनै मिलेन अब जुन जिन्दगी काटेर बस्छु भनेर भनिसक्यो त्यो बुढाबुढीकै मन एक मन भएन भने तपाईँले छोरा मान्छेले छोड्दा चाहेर पनि हुँदैन नि उसले छोड्दा नछोड्ने ऊ बानी परिवर्तन गर्यो भने के हेर्ने होइन असम्भव होइन हुने सम्भावना कुराहरू होइन हुने सम्भावनाहरू धेरै हुन्छ नि त हाम्रो व्यवहारमा हाम्रो टोल छिमेकी नहोला त अरू पनि हुन सक्छन् त्यस्तो भइदियो भने के हेर्ने छोरी मान्छे चाहिँ होइन एउटा सल्लाह सुझाव कुरा के यदि छोरी मान्छेले अटेर गरेर हिँडे अब त्यसलाई डिभोर्स गर्ने कि अब छोरी मान्छेले आफ्नो बुढाको कुरै नसुन्ने आफ्नो परिवार आफ्नो घर परिवारको कुरा नसुन्ने आफ्नो तरिकाले गरेर हिँड्ने होइन अब ऊ गरेर हिँड्यो भने त अब त्यसलाई त छोड्ने नै राम्रो हुन्छ नि त छोड्ने ब्रेकअप त होइन छोड्ने नै डिभोर्सै राम्रो हो डिभोर्स गरेपछि फेरि भएको अंशसँग आदि दिनु परिहाल्छ अनि कसरी त नि लाथालिङ हुन्छ कानुनले जे भन्छ त्यही नै हामीले बोलेर हुँदैन फेरि त्यहाँसम्म सेटल आउनलाई गाह्रो हुन्छ फेरि कति स्ट्रगल गरेर होइन दुवैजना मिलेर अथवा के गरेर सम्पत्तिहरू जम्मा गरिसकेको हुन्छ त्यसमा चाहिँ के हुन्छ त फेरि आफ्नो जान परिवार आफ्नो बुढै आफूसँग छैन भने त्यो सम्पत्तिले के गर्ने हुन त मन खुसी हुनु पर्यो फेरि लास्टमा त सम्पत्ति चाहिन्छ भाउजू फेरि होइन बाबु सुन्नु सम्पत्ति भनेको सम्पत्तिको लागि यति स्ट्रगल गर्ने हुन्छ कि जति मिल्यो मतलब होइन सम्पत्तिकै पछि लाग्नुपर्ने हुन्छ त्यो बाध्यता हो कि त्यो मान्छेले बनाएको सृष्टि त्यस्तै हो कि जति 10वटा घर भयो नि होइन आखिरमा सम्पत्ति त पछि लागेकै हुन्छ मलाई चाहिँ एउटा छोरा मान्छे दिनभरि जहाँ गए पनि त्यसले अब मौरी तपाईँको दिनभरि जहाँ गए पनि छ नि अब त्यो मह ल्यायो भने चाहिँ ओइ तिमीले चाहिँ मह ल्याएछ धन्यवाद मह ल्याएन भने तिमीले यो मह कहाँ चोएर आइस् के किन ल्याएनस्
भनेर त्यो सोच्नु पनि गलत हो कि होइन बिचरा उसको मेहनत हो कि होइन उसले कुनै दिन हिँड्दा पनि नपाउनु पनि सकेला हो कि होइन जे होस् यो कुरा चाहिँ फेरि तपाईँकै मुखबाट निस्क्यो है शङ्का गर्ला नि फेरि शङ्का गर्ला भन्ने कुरामा निस्केको हो शङ्का दिनभरि जागे पनि भाउजू माउरी हेर्नुहोस् घरमै आउँछ होइन नगर्नु न के भिडियो नगर्नु के चाहिँ एकदम हो अनि के विषय बोल्नु भयो तपाईँ होइन के विषयवस्तु के थियो विषयवस्तु चाहिँ विषयवस्तु चाहिँ उहाँले मिसुर च्याबा मिसुर च्याबा तामाङ भाषाबाट मिसुर च्याबा अनि नेपाली भाषाबाट के भन्छ के अरे शङ्का गर्ला भन्ने कुरा होइन भन्ने कुराहरूमा निस्केको चाहिँ त्यो शङ्का गर्ने भनेको एक अवस्थामा अब बुढो पुत्तै निस्क्यो भने यो कहाँ गयो भन्ने सोचहरू लिने अब बुढी पुत्त बाहिर निस्क्यो भने यो कहाँ गयो त के गर्दै होला त भन्ने सोचहरू गऱ्यो भने हाम्रो जिन्दगी कहिले पनि राम्रो हुँदैन त्यो डामाडोलै हुन्छ कि डामाडोलै हुन्छ किनभने विश्वास अब होइन मेरो घर परिवार छ मेरो फ्यामिली छ भनेको त बुढो पनि मनमा भइरहेको हुन्छ नि त बाहिर त्यो होइन केटा मान्छे हो जसँग बोल्नुपर्छ हिँड्नुपर्छ केही मतलब होइन होइन तर घरमा आउँदाखेरि राम्रो वचन बोलीले कुरा गऱ्यो भने म यस्तो ठाउँमा गएको थियो म यो काममा गएको थियो म यस्तो थियो भनेर राम्रो कुरो गर्दा त्यही ह्याप्पी ठुलो कुरा हो त होइन अनि होइन मेरो बुढा दुनियाँ बाहिर गरेर हिँडिरहेछ म पनि के काम भनेर हिँड्यो भने त त्यो घर जस्तो आगो बलेको त केही पनि हुँदैन नि त एकदम होइन जे बहिनी जेठो बाटो भनेको जेठो बाटो हुन्छ कि भाउजूको त्यो एकदम यो पोइन्ट एकदम एक्ज्याक्टली एकदम मेरो मनमा लागेको कुरा भन्नु होइन एकदम राम्रो हो अब जे होस् हाम्रो चाहिँ अहिलेसम्म यसरी आँखा लागेको मेरो बिहा गरेको 22 वर्ष भयो होइन अहिलेसम्म चाहिँ मेरो त यस्तो उस्तो भनेर तर आज कुरो म एउटा कुरो भन्छु ल भाउजू तपाईँले नभन्नु नि फेरि कसम भन्नु नि दाइले दाइलाई नि नभन्ने कुरो दाइलाई त म यत्रो कुरा पनि सुनाउँछु फेरि त्यसमै म बोल्दिनँ भन्दिनँ दाइलाई नभन्ने कुरा चाहिँ हुँदैन होइन तपाईँ चाहे राम्रो होस् चाहे नराम्रो होस् हाम्रो यत्रो कुरा पनि सेयर हुन्छ सेयर भयो त म बोल्दिनँ भयो अब मैले कुरा सेयर नहुने कुरो त म सुन्दिनँ म गरिसक्यो लु सेयर नहुने कुरो त म सुन्दैछु धन्नै खुस्कियो क्या हेर्दै मैले पहिला कुरो हामी दुईजना कुरो धन्नै खुस्काइदिएँ धन्नै एउटा खुस्का अब बोल्दिनँ मलाई थाहा छैन त्यो त पहिलाको कुरा लिएर त झगडा गर्नु नि भएन झगडा गर्न खोज्यो होइन भाउजूले स्वीकारेछ कि छ नि छोरा मान्छे कहाँ बोल्छ कहाँ हिँड्छ त्यो म माइन्ड गर्दिनँ भनेर प्रमिस यहाँ अगाडि भिडियोमा छ नि त मेरो अगाडि रिसायो भने उहाँ फेरि महामूर्ख हुन्छ मैले हो कि यो त विगतको कुरो आज मैले झगडा गर्न खोजेँ होइन है दाइरी झगडा गर्न खोजेकै होइन तर भाउजूले पहिले बोलिसकेको छ यही भिडियोमा तर तपाईँले जति भन्नु जति जे गर्नु विश्वास छैन तर दाइ हेर्नु नि त्यो बेलाको कुरो छ नि अहिले खोल्यो भने फेरि विश्वास र अन्विश्वास भनेको म यहाँबाट प्रश्न बोल्छु त्यो दिन क्या त्यो दिन ल भएर नसुनेर कानबाट सुन्नु रे धेरै माया गर्नु रहेछ दाइलाई माइला आज दोङ माइला आज अरूले त अरूलाई जति पनि मेरो खुद मेरो आँखाले देख्ने र मेरो कानमा पर्ने र मेरो आँखाले नसुनेसम्म म कुनै मान्छेले चाहिँ यस्तो गरेर हिँड्छ भने विश्वास गर्छ भने मेरो भनिदिउँ दाइ पाङ्गो डेढी त कसरी देखाउने त्यो विगतको पाङ्गो मान्छेले त ऊ त्यो पाहाडै खस्यो भन्ला नि होइन हेर कसरी रिसाएर हेर यसले भन्दै क्या भनेर सिजी बोक्तङ आयो यथार्थ कुराहरू गरे हो क्या मैले यथार्थ बोल्नु तपाईँले सुन्नै चाहनु भएन जति सुन्नुहोस् होइन तर विश्वास हो म कहिले पनि त्यो हो भनेर मैले भने तपाईँलाई किन मेरो आँखाले जब ढ्याक्कै देखोस् र मेरो आमाको कानले सुनोस् अनि मात्रै म हो रहेछ भन्छु मान्छेको कुराबाट चाहिँ विश्वास गरेछ भने ए भाउजू मैले तपाईँलाई झुट बोलेर जुझाउन खोज्छु त त्यस्तो लाग्छ मलाई होइन भन्नु न जे जस्तो भए पनि के देवर फडा जस्तो लाग्छ त अहिलेसम्म छैन है यत्रो सिम्पल छ तपाईँकै मात्रै होइन कि जो पनि होस् न उहाँको होइन हामी 15-20 वर्ष भएको भेटेको राजबल चाहिँ यति चाहिँ फडा छ है भनेर कुनै कुरामा छ होला कहिले हाउडे साउडे बोल्छ रमाइलो गर्छ मेरो हाम्रो ठाउँमा छ तर व्यवहारिक रूपमा चाहिँ राम्रो हाउडे बोल्ने र मुखले धेरै बोल्ने मान्छेको मनमा पाप हुँदैन कि होइन सोच पनि अति सोच छ कि दाइ फेरि हाम्रो गाउँमा एउटा हैसी छ यस्तै होइन ती सोझो छ त्यस्तै क्या ठ्याक्कै राजदाइ हाँसी है
मैले आज कर्तुर निस्किल्ला थियो औ के फरक पर्दैन पर्दैन भन्दिउँ भन्दिनँ, के फरक तपाईँले कुरो लाउनु आउँछ होला नि फेरि अहँ, सोल्टिनी तपाईँले कुरो लाउँदैन नि दाइलाई नडाडी भन्नुहोस् है फेरि नडाडी भन्नुहोस् है जसले कुरा लायो नि मैले विश्वास हुनु पर्यो जसले कुरा लायो नि मतलब भयो होइन दाइले कुरो लगाइदिन्छ कि भनेर के यता भाइ पछाडि भाइले गर्छ होला मैले गर्दैन के पनि नभन है माइलदाको नम्बर छ कि छैन माइलदाको नम्बर छ नभन है धन्न त माइलदाको कुरा कर्तुर छ हामी पहिलाको के पहिला धेरै पहिला कति त्यो देउसी भाइले खेल्नुभन्दा अगाडि के भन्दै राजले कति मार कुरा बनाएर मिलाएर हो नै जस्तो बनाइदिन्छ है बिचरा बिचार अहिले क्राजी लिएर खेप्गयो तर टिकटकतिर त पुरा अङ्गालमा भर्खरै लप परेको त ए माइली सिसी बक्दम भर्खरै लप परेको जस्तै हो अनि के बिने त्यो त अति भयो नि त भाउजू पुरा आज यसो आज हिरा कुरा हो नि त आज यसो आज यसो ए भगवान म त सिसी बक्दम पेज यार त्यो गलत हो त गलत त अब तपाईँकै हो दाइ अब जे अनि, तर त्यही त भन्दा। भिडियोमा चाहिँ यसो नगर्नु न तेरिका त्यो हामी देउसी भाइले खेल्न गएको थियो नि पहिला 15-20 बाइकमा त्यो बेला कुरो भनिदिउँ मैले भनिसकेपछि कुरै सकेँ नि कुरो अघि नै क्लोज भइसक्यो गयो नि जाओस् के मतलब होइन कुरो क्लोज भइसक्यो गयो नि जाओस् गयो सक्यो सक्यो ओ मेरो मान्छे। कुरो मेरै हो यस्तो भाउजू त 4-5 छैन कि मेरो माइलदाइलाई होइन यस्तो माया गर्ने 6-7 त कति रमाइलो हुन्थ्यो मेरो कुरो मेरै हो जसले जे होइन अझै तपाईँ जस्तो भाउजू ठाउँमा भइदियो त कति रमाइलो हुन्थ्यो कि यहाँतिर आउँदैन खाजा खाना दिन्थ्यो देवर बाबु भनेर होइन लवनखेलमा एउटा भक्तपुरमा एउटा भएको त यस्तो सोझी भयो राम्री के एकदम सबै कुरो मिल्ने बाटो धेरै राम्रो भइसक्यो अब आमालाई यस्तो भाउजू 4-5 बिहे गर्नु नि यार तपाईँ कस्तो कहाँ गर्नु रुक्क परेर बसिरह्यो यार कोहीले माया नगर्ने एउटै पाउँदैन यत्रो माया गर्ने बुझ्ने भाउजू होइन अनि ठाउँमा राख्नुपर्छ तपाईँ के भन अनि अब त्यस्तो ठाउँमा सबै बुझ्ने भाउजू भयो भने त फेरि दाइले बुझाउनु धेरै बुझ्ने भाउजू पो लिएर राख्नु नबुझ्ने त किन चाहिँदैन एउटा नि चाहिएन तपाईँ नबुझ्ने तपाईँ पनि चाहिएन तपाईँ जस्तो के तपाईँ जस्तै बुझ्ने जता गए नि केही नबोल्ने होइन सही बाटो हिँड्नु पर्यो गलत बाटोलाई त अब गलत बाटो हिँड्नलाई त के हो भन्ने त हुन्छ नि त तर पनि अब त्यस्तै माया भएपछि गलत बाटो हिँड्यो भने माया लाग्छ के त्यो हुन्थ्यो तर एकछिन रिस उठ्छ त्यसपछि झगडा गरेर खुट्टा निस्केर गइसकेपछि ला कहाँ गयो होला आफै सिसी बोक्दो यार यस्तो के भिडियो नगर्नु न राज भिडियो गरेर छैन भिडियो अनै रहन्छ कि अघिदेखि मैले भन्नु मतलब माया गर्ने व्यक्तिलाई कहिलेकाहीँ मिस्टेक गरे पनि उसको मायाले त्यो जुन मिस्टेक गरेको कुराहरूलाई चाहिँ वास्तै हुँदैन के उसले जस्तै होइन हाम्रो बच्चाहरूले पनि छ नि अर्को बच्चा ड्याम कुडिया छ अनि अर्को बच्चा त रोइरहेको हुन्छ उसले त्यसको आमाले बाउले कहिले पनि माया नै गर्दैन के कुचिङ जस्तो हाँसेर बस्दिने के भने जस्तै जोडीमा बुढाबुढी पनि अब कोही केटीसँग हिँड्यो भने मसक्क मस्केर बस्दिने के त्यो हुनु पऱ्यो कि भाउजू जस्तै तपाईँ माइलले कोही केटीसँग पर स्त्रीसँग चाहिँ कतै बाइकमा हिँडेर जस मस्का मस्की अब कता हिँडेको देख्यो भने तपाईँ यदि माया छ भनेदेखि तपाईँले माया गर्दैन के तपाईँले गर्नुहुन्छ कि अब त्यो नबुझिकन त्यतिकै मान गर्नु मिल्दैन नि बुझ्ने र नबुझ्ने कुरा आफ्नो ठाउँमा छ तपाईँ भरे बेलुका त घरमै आयो आफ्नै व्यवस्थित बस्यो भने त किन माया गर्ने त्यो पनि एउटा माया हो कि उसले त्याग्नु भनेको उसको इच्छा पुरो गरिदिनु भने माया होइन र मानकुमार यो कुरो त मानकुमारले बुझ्छ कि यस्तो हो के राज यस्तो हो यो भिडियो मानकुमारको बुढीले हेऱ्यो भने नि यो कुरो बुझिदिनु पर्यो हजुर यस्तो हो के भन्छ दिउँसो जहाँसुकै जाओस् बुढाको पछि लागेर हिँड्ने कुरा हुँदैन हुँदैन हो कि होइन कमाएर ल्याउनु पर्यो हिँड्नु पर्यो कहिले केटीसँग नि कारोबार हुनसक्छ कहिले बाइकमा चढेर हिँड्ला गाडीमै पोखरासम्मै आइपुग्ला तर के कारणवश गएको र के हो उसको बिचमा सम्बन्ध के छ त भन्ने कुरो प्रश्न हुनु पर्यो के प्रश्न पार्न बुढोले सक्नु पर्यो त्यसमा फेरि झगडा नगरेर बुढीले पनि के गर्नु पर्यो
यो झर्कन आउने वास्तवमा नबुझिकन फेरि ए पोखरी आए मिरा जाने थोप्रा पनि फाला ऊ ठिस्का राडी फालु नि होइन अनि भन्छ भन्दैन त राडी स्याप्सम चाकचिकमा निकै खबर ल बिबु क्या आबि मुल्ला बिलमाले पक्कै थाहा छ आबि अब डाइरेक्ट घरमै ल्यायो भने चाहिँ त्यो भन्ने स्वाभाविक हो होइन घरमै चाहिँ ल्याएर अथवा बाहिर रुम लिएर राख्ने होइन त्यो भेट्यो भने चाहिँ अब त्यो भनेको त अलगै भयो नि जस्तै मैले भने कुनै पनि कारोबारबाट गइरह होला तर बुढीको नजरमा त त्यो त डेटिङमा घुमाउन गइरह भन्ने भान हुन्छ नि त त्यो हुन्छ त्यो स्वाभाविक हो नि सबैको हुन्छ नि बुढालाई नि हुन्छ बुढीलाई नि हुन्छ अब जस्तै अब म नचिन्ने मान्छेसँग चाहिँ टाढा टाढा गयो कामकै विषयमा गएँ अरे के हो भने त बुढीको मनमा मात्रै होइन बुढोको मनमा पनि लाग्छ नि त मान्छेकै मात्रै कुरा निकाल्नु भयो तपाईँले अनि छोरी मान्छे फेरि अर्को केटासँग गयो भने के भन्नु बुढाले फेरि अनि अर्कैसँग गरेर अब कामकै विषयले होला रे हामीले विश्वास गरौँ ल केही छैन होइन अनि बुढी चाहिँ त्यो तरिकाले हिँड्यो भने बुढाले के गर्नु ल भन्नु बुढालाई बुढाले केटी लाने कि के बुढी चाहिँ कोहीसँग हिँड्यो भने बुढी चाहिँ कोहीसँग अब काम विषय नै होला तपाईँलाई पोखरातिर जाला अब सुन्नु न यो विषयमा मैले यसलाई प्रश्न पार्नु पर्यो यो विषयमा के हुन्छ भने प्राय हरेक कुरा घरको भार भनेको छोरो मान्छेले गर्छ अहिले नेपाल समाजमा चाहिँ के छ भनेदेखि जब जन्मेदेखि उसलाई दुःखमै जिन्दगी निर्वाह सुरु हुन्छ हुँदैन तर अहिले नेपालको समाज परिवेशमा हामीले देखा परेको जुन छ नि अहिलेसम्मका छोरा मान्छेले सबै कुरा भार बोकिरहेको छ घरको आर्थिकदेखि लिएर होइन जुन हरेक कुरा भनौँ न खेतबारीदेखि लिएर सबै सम्पूर्ण मल बोक्नेदेखि लिएर सम्पूर्ण यो आज यो गरे बुढी मल बोक्ने खेताल ल्याऊ भने उसले सकभर खानासाना पकाउने ठाउँमा आफ्नो ठाउँ छ मल बोक्न आफ्नो ठाउँमा छ तर त्यसको कार्य विभाजनदेखि सम्पूर्ण चाहिँ छोरा मान्छेले गरिरहेको हुन्छ त्यो भएको कारणले जस्तै एउटा छोरी मान्छे बुढी चाहिँ परपुरुषसँग पोखरतिर जानु चाहिँ समाज अनुसार है फेरि जान त केही फरक पर्दैन थियो युरोप कन्ट्रीतिर भएको भए त सबै पछि हुन्थ्यो तर अहिले यतिसम्म चाहिँ एक्सेप्ट गर्न चाहिँ मिल्दैन कि भन्ने कुरा के जस्तै के पक्नु म प्रश्न पार्छु अनि हरेक कुरा व्यवहारिक कुराहरू सबै छोरो मान्छेले मात्रै निर्धक्क गर्ने भएको कारणले उसलाई अरू व्यवसाय अथवा कुनै पनि लेनदेन अथवा कारोबारमा चाहिँ अरू पुरुषसँग यति लङ टुर चाहिँ पक्कै पनि जानुपर्ने चाहिँ देखिँदैन अब हो र कोही लोन्ठङ बुढाहरू चाहिँ हुन्छ है फेरि जस्तै घरको आर्थिक अवस्था नहेर्ने बालबच्चा पनि नपढाउने अनि लन्डन हिँड्ने जहाँ रक्सी खाने त्यो भएको परिवारको चाहिँ के हुन्छ भने कोही चेलीहरू चाहिँ त्यसलाई छोरा मान्छेको काँधमा उसले चाहिँ थामेर परिवारलाई चाहिँ कसरी स्ट्रगल गरेर अगाडि बढाउँ र के गरौँ आर्थिकदेखि लिएर सम्पूर्ण गर्ने छोरी मान्छे हिँडेकोले त्यसले केही भन्न पाउँदैन त्यो चाहिँ हेरेर हुन्छ परिवारको बिचमा के छ र तिनीहरूको बिचमा के चल्दै थियो र छोरा मान्छेले हेरिरहेको थियो कि थिएन भन्ने कुराहरू चाहिँ अलिकति खोजतलास गऱ्यो भने पक्कै त्यसलाई चाहिँ स्वीकार्य हुन सकिन्छ तर प्रायः छोरी मान्छे लङ टुर जानु हाम्रो समाजै त्यस्तो छ कि किनभने पर पुरुषसँग स्त्री छोरी मान्छे हेऱ्यो बोल्यो भने चाहिँ नेगेटिभ थिङले हेर्ने भएको समाजले नै भएको कारणले चाहिँ छोरो मान्छे हेर्नलाई त्यो चाहिँ जायज कुरै जस्तो लाग्छ अब तपाईँ भन्नुहोस् अब युरोप कन्ट्री चाहिँ पचिसक्यो अब अरू त्यहाँ युरोप कन्ट्रीमा चाहिँ के हुन्छ भने घरबाट निस्केपछि त्यो बुढी होइन अरे के हाम्रो समाजमा चाहिँ हाम्रो जस्तै होइन हाम्रो समाजमा चाहिँ के हुन्छ भने आफ्नो लागि होइन समाजको लागि बाँच्नुपर्ने समाजको लागि डराउनु पर्ने होइन डर भएन भने यो बिथोलिन्छ के समाज बिथोलिन्छ नि त फेरि यदि हजुर भन्नुभयो मैले बुझिसकेँ त्यसरी समाजलाई बाँचेन भने चाहिँ यो समाजै बिथोलिने रहेछ के त्यो चाहिँ ऊ त पल्लो गएर भएछ नि हिँडिदिनु भयो ऊ त गऱ्यो त्यो डर भएन नि त अनि फेरि बुढा विदेश गयो ऊ देवरसँग लाग्दिने त्यो छ त समाज बिथोले नि त हो समाजको डर हुनुपर्ने रहेछ कि रहेनछ
गरिरहेछ आयो कि आयो होइन राम्रो नै नराम्रै भयो र नराम्रो पनि राम्रै भयो कि त्यो एक दुईजनाले गर्दाखेरि चाहिँ त्यस्तो हुन्छ तर छोरा मान्छे र छोरी मान्छेमा धेरै फरक हुन्छ किनभने समाजले बनाएको नीति नियममा बाँधेर हाम्रो समाजको कारणले गर्दाखेरि हाम्रो समाजले हाम्रो उसले हेर्ने दृष्टि सोच्नेले गर्दाखेरि चाहिँ समाजले गर्दाखेरि चाहिँ छोरा मान्छे जहाँ गएर बसेर आइने केही फरक परेन होइन त्यो त छोरो मान्छेले नीति नियम बनाएको होइन त्यो समाजले बनाएको नीति नियममा बाँधेर एउटा छोरी मान्छे भनेको चाहिँ एक दिन मात्रै आफ्नो घर छोडेर बाहिर बसोस् त अनि ओहो यो कहाँ गएर आयो होला तर आफ्नै काममा आफ्नै राम्रै आफ्नै परिस्थितिले बसेको हुन्छ गएको हुन्छ होइन तर समाजले ए यो त आज घर छोडेर गएको पो त बाहिर होइन कसरी चाहिँ आयो त के भयो त भने एउटा आँखा र कान चाहिँ ठाडो ठाडो परेर हेरेको हुन्छ कि समाजले उसले सिकाइरहेछ नि त बाबुआमादेखि त्यो उसले बिचार उसले गरेको होइन नि त फेरि त्यो जन्मिने बित्तिकै बाबुआमाले पाठ सिकाइरहेको हुन्छ यो है यो भन्ने कुराहरू सिकेर पो त बिचारा उसलाई पहिल्यैदेखि बाल बच्चादेखि यदि त्यो कुराहरू कानमा नगुन्जेको भए यसरी कुराहरू मनमै आउँदैन जस्तै हामीले भूत छ भन्दा नि अहिलेसम्म देखेको छैन मान्छे रिएको कुरोमा यस्तो अरे पछाडि खुट्टा फर्किन्छ अरे यो त्यो अरे किन विश्वास भयो हो जस्तो यो पनि यही हो यो कुराले यहाँ टुङ्गाउँछ है मलाई हो त्यही भएर मान्छेको अरे यो रे भनेको कुराले पो यहाँ परिवारभित्रमा चाहिँ आगो बल्ने कारण चाहिँ त्यही हो कि अब नबुझ्नेको कुरा अब रेको कुरा मैले भनेको त्यही र त मेरो आँखाले झप्पै देख्ने र मेरो कानले झप्पै नसुनेसम्म म कसैको कुरो विश्वास गर्दैन भनेको कारण चाहिँ मैले यही हो कि तपाईँको त्यो कारण भन्नु नै समाजमा बाँधेको नियममा चाहिँ तपाईँ विश्वास भएर हजुर तर हिँडे पनि सबै यहाँ पनि विभेद देख्यो नि होइन समाजको छोरा मान्छे र छोरी मान्छेमा यो जातीय विभेद मात्रै नभइकन राजनीतिक विभेद आफ्नो ठाउँमै छँदैछ अघि मैले भनिसकेँ नि यसले बनायो यो यथार्थ बोल्न नसक्ने अब गल्ती गर्यो गल्ती गर्ले त गल्ती गरे भन्नुपर्छ अनि यहाँ छोरा र छोरीमा मान्छे पनि विभेद देखिन्छ कि समाजमा जुन नीति नियम रुल्सहरू होइन पहिलेदेखि भए त मेरो बुढी अथवा मेरो गर्लफ्रेन्ड जहाँसँग जाए नि मतलब थिएन नि त तर समाजले के सिकाइरहेछ मलाई यो चाहिँ हुँदैन है भने त्यो कन्सेप्टमा यहाँ छिराइरहेछ तर गए पनि के हुनेवाला चाहिँ नगए नि हुँदैन थियो नि त फेरि ल हामी चाहिँ कहाँ आइपुग्यो भाउजू खानी खोला आइपुगेका छौँ यस मिठो गन्थनहरू तपाईँले सुनिराख्नु भएको छ अझै पनि अगाडि अब यहाँबाट कति घन्टा लाग्छ भाउजू 5 घन्टा 5 घन्टा त लाग्दैन अब माथि उकालो लागेपछि उकालो 9 बजेबाट उकालो लागेपछि 1 घन्टा ल हामी चाहिँ अब करिब आधी बाटो चाहिँ भइसकेको छ रमाइलो हुनेछ बिहेको पनि पुरा भिडियो आउनेछ त्यहाँको रमाइलो त्यहाँको चलन चल्ती त्यहाँको संस्कार होइन त्यहाँको माइलीहरू त्यहाँको सम्धी साइली काइली जेठी अन्तरे जन्देरे लखनदेरे सबै देखाउनेछ त्यहाँको भौगोलिक भिडियोहरू के अरे जुन त्यहाँको वातावरण त्यहाँको अब के फल्छ के त्यो विषय पनि होइन कसरी बस्नुहुन्छ त्यहाँको जनजीवनको बारेमा चाहिँ म प्रश्न पार्नेछु हेर्दै जानु होला अगाडि बढाउँदैछु त अब केही समयपछि म माथि उकालतिर बनाउँछु त्यसपछि ठ्याक्कै बिहेको जन्ती कसरी आयो के हो भने है त साथमा चाहिँ बाबालाई आयो केटाहरू यहीँ बसिरहेको छु अब गाडी जान्छ रे डल्ले ओ चाङ्गेन ओ चाङ ए टिक बक्दोङ रो ए सिजी बक्दोङ रो नि अरे चिजी ओ त्यही माथि मर्न धुँदैछ बाटो त्यहाँ अलिक गाह्रै छ अब पार्टीको र्याली जस्तो नि हुन्छ होइन बिहे जन्ते हो कि र्याली हो अब जरा आयो अब जन्ती र्याली एउटै अब गाडी चढाउँ ओ चाङ्गेन हेरे खेगो त्यहाँ चढ्नु समय त्याग्नु कि त
माइलीहरू त्यहाँ चढ्नु ट्याग म भिन्न ट्याग चाहिँ बुलेर गर्दै खाली रहेछ नि त पछाडि के छ तलाई लिन हो मलाई हो फर्काउँ ल जाउँ अब मलाई त पाएँ बिस्तारै केटाहरू तिनजना त हुँदैन गाह्रो हुन्छ अरे म यसो गएँ ल ल हामी बाटो नभए फर्काउँ ब्रेक छैन एकछिनमा हुन्छ खतम हुन्छ थिचेर हो ब्रेक नलाग्ने अहिले लाग्छ पानी हाल पिसा फेरिदिउँ पिसा यो बाटो नभएपछि अरू गाडीमा पार्टी गाडीमा चढ्नु पर्ने साथीहरू ल हामी अत सिजी पक्तो हामी चाहिँ गाडी नचढ्पछि यता बाइक लौ ल पुरै लिन हो हामीलाई लिन हो ल एउटा हालौँ ल सबै हालौँ ल बाइकहरू आइसकेको छ भिडियो चाहिँ भाइरल हुनु पर्यो है ल अलि मजाले चल सिटी पक्दौँ मलाई फेरि ब्रेक लाग्यो उकालोमा गेले ब्रेक लाग्नु पर्यो अहिले मलाई चिन्छ चिन्दैन त यार फलो नि गरे आज तपाईँले फलो ब्याकै दिनु भयो नाम के मेरो निरोध देव लामा छ क्या हो म को भन त तपाईँ राजभर राजबल होला सिजी बक्तो बाटो त यस्तो छ फेरि बल्ल चल्ल म सास फेरि यार बाटो चाहिँ ढलान हुँदैछ यसपालि ढलान रहेछ यो बेको कारणले काम बन्द गरे हो क्या हो माइली ल्याउनु पर्छ माइली त तान्यो मजाले बाँध्यो खोइ त केटाहरू कहाँ आइयो गाडी त अगाडि आऊ भने त पछि जान्छ त यार ल हेर यस्तो छ धादिङ आशिकाको लराक आशिकाको होइन नि दाइ होइन राजेको पर्छ यो नि त्यो गयो ओ छोगाल छोक्यो ल ब्रेक आउनु न पुग्छिले यार धन्नै हिँड्ने दिँदैन हाल्यो हो आङ्गो पक उडी ल ल आनी ब्रेक जाँदैन जाँदैन यो सर्दैन प्रौढीजी योदेखि त हिलिनी हो क्या मात्रै माटोको छ हो मलाई त आउँदा छोडेर धगाल्नु यो लो धगाल्थ्यो भयो सबजना मिलेर हेलमेट ब्ल्याङ्क हानिस्यो चढ्छ कि क्यो लयौँ
ल ट्राई ल स्टार्ट गर्दा ल भाइरल ल ल ल ल ओ ओ ओ ओ ओ ओ ओ शादी शादी गयो लास्ट निजी ओ अब सिजी भक्तङ छोडा हान्छ हौ ढुङ्गाले अब यताहरू घन्टाहरू छैन हजुर घन्टाहरू तारा मात्रै हो माथि होला तारा मोजम थाहा गयो दाइ चुनिम तारा लौजुरी निकिम सिसी पक्तङ माइली तपाईँ सुन्दर दाइले कराउँछ कि तपाईँसँग त छैन त्यो ताराको देख्यो भने मलाई त मारिहाल्थ्यो सिसी पक्तङ माइली दादा खत्तम दाजु होइ मारिहाल्छ नि दाइले मलाई के नराम्रो त्यो ताराको झन्डाहरू भएको ठाउँमा हाल्यो जन्दी आइपुगेको छ हाम्रो ब्याउला ज्वाइँ साहब हान्नुपर्छ ब्याउलापट्टि कि ब्याउलापट्टि हाम्रो तामाङ संस्कारको रीतिरिवाज अनुसार
जय देखिन के है माइलीका दिन थुप्रै रहेछ है अब यहाँ ज्वाइँलाई सम्मान गर्न खाजा हाम्रो यता नि माइलीहरू टन्नै छ हाम्रो पनि माइलीहरू यता छ उता नि माइलीहरू छ ल होइन हाम्रो दिदी बहिनीहरू छ माइलीहरू छ माइली त हो नि सबै माइली भनेपछि माइली भने सबै एउटै हो क्या तिम्रो कोचिङ छ कि यहाँ ए अगाडि गाडी मोबाइल मुनिया सगुन सगुन पागोले भन न यार के भयो भोक लाग्यो भोक त लाग्यो खोइ वास्तै छैन खानु अब हामी खाना खाने बेला भइसक्यो हामी चाहिँ यता टिकटक बनाउन आएको अब टिकट सिक लगाएर चाहिँ हामी काठमाडौँतिर फर्किने तर्कामा छौँ अब के भन्छ घर मुलीले अब हाम्रो गाउँको माइली लाने भइहाल्यो अर्को गाउँमा उताको माइली लिएर आउनुपर्छ पर्छ कुनै माइली छोड्नुहुन्न है माइली चाहिँ कुनै माइली छोड्नुहुन्न हाम्रो माइली लगेपछि उनीहरूको माइली पनि ल्याउनु पर्छ यो अत्यन्तै राम्रो सुन्दर अति सुन्दर गाउँ है यो कुन ठाउँ रे यो धादिङ कुन धादिङ त टन्नै हुन्छ कुन ठाउँ रे यो खोइ मलाई थाहा छैन साथी यो माइलीले नि सोध्नुपर्छ माइली केदारी उयो इंग्लिश माइली इंग्लिश भिडियो छ तपाईहरुले जस्तो टङ 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 लाग्यो माइली भन्यो आयो कति काम जाने कोही छैन अहिले यस्तो मिर्ग मार्न ठाउँ आनन्द है
अब चाहिँ हामी लाग्नु पर्ला मैलेहरू पनि छैन रहेछ यहाँ पानी पर्ला जस्तो छ मैलेहरू पनि छैन बन्दुक हान्न पनि के फरक पर्छ हेलो के भयो त्यो फुममा राख्दा यो हाल्न रामुला आराम एकदम आराम छ सबैलाई स्वागत छ राजबलको टिकटक लाइभ अङ्गुर झुप्परी दिग्रो अङ्गुर झुप्परी ठिक छ होइन त टिकटकमा चाहिँ भेगा है भनी ल एकचोटि हग गरौँ त ल हाँसौँ न हाँस्यो कि यार खोइ त नि हाँस्यो खोइ के बोक्छौ यहाँ राङला जम्मन तामाङ मलाई तामाङ भिडी सबभन्दा ठुलो कुरा चाहिँ तपाईँकोबाट तामाङलाई प्रभाव भएको छ कि मैले थाहा छ कि आगो माइली भिभिङ माइली गर्छ आगो गले सेल माइ आगो माइली गर्छ कोने के सुन्दर आथिरी कादे कोन लागि सुन्दै मैले कादे कोन लागि राङला माइली जोस मैले के ngapa टाइम सिजी बोक्छौ थ्यांक यू तिमीलाई हालको भयो भिडियो हाल्नु पर्छ यो छैन नि भिडियो छ कि हामी भिज्नु पर्ने हुँदो रहेछ छ होला यो क्यामेराम्यान के छ हाल खबर क्यामेराम्यान उता हेर्नुहोस् है अनि 10 बजे बिहान म पनि ल त गयो गयो स्याद ले खाना हजुर पाग्यो पाग्यो ठिक छ ल मिन्जिरो मेरो फाकेल लाइनजी लाइन सूर्य माइल गएछ कान्ना साना आबिनमा आफै लाइन जिउ है मर्छ कि तिमी कानाबिन हो कानाबिन गर्छ फिर काजू जी काजू यार फिर काजू टपकी दो जी यार काजू माइली गए माइली ल यो लो स्याज छ कि लान्छ हो भलभर कति माइला हो यार स्याज सोल्दौँ न हल्ला लियो अशोक तामाङ ललितपुर माइली गए लाइन टिक्लो दक्षिणा कितिको छु राजधानी नाम पनि होइन राजबल नला माइली त यहाँ युटे लामा सिन्धुपाल्चोक सिन्धु म्युनिसिपालिटी युके लामा भइसक्यो अब गोपालबाट र अनि कमेन्टबाट अलिक नाम लिइरहेको छ टिकी बिबङ त फेरि अनि गाई भिडियो आबिन्दे भाइरल हाल्दै अनि मको आज रोन आइडी फेरि उनीहरूको आइडी भाइरल भएपछि आज मैले ऊ गर्नुपर्ने पहिला सोनमा किनिदिनु पऱ्यो नि भाइरल भएपछि सोनमा त्यति आएछ नि भाइरल नभइकन सोनमा कहाँबाट आउँछ त्यो त अब कहाँ भनेर हुन्छ त होइन म रिलाइज नदी हो त्यो पनि हुन्छ ओके ओके एउटा घरमा ल्याएर राख्छु एउटा घरमा ल्याएर होइन अहिले एउटा मूल ल्याएर राख्छु भाइरल भयो नि त्यो ल्याइदियो नभए फिर्ता पठाइदिन्छु ए
यस्तो गर न एउटा जुत्ता किन्ने जुत्ता त कति आउँछ एउटा अहिले प्रो भइसक्यो उसले के भन्छ असले कुरो घुमायो तिमीहरूको भिडियो कसैले बाधा अर्जन नहोस् भान्जीको विवाहमा म गीत गाउन आएको ताली मेरो लागि पनि एकछिन ताली है किन भन्दाखेरि यो जिन्दगीमा हामीले बाँच्नु पर्छ बाँचिसकेपछि हामीले के देख्न पाइन्छ हो कि होइन किनभने मैले बारम्बार पनि यही भनेको थिएँ नम्बरी बाँचे दैवले साँचे फेरि यही ठाउँमा आएर म तपाईँहरूको सामु बोल्नेछु गाउनेछु पनि भनेको थिएँ तर आसिना सोबरी तिलेबन्दन छोबरी गाँचुरी खसे फेरि रमाइलो लसेल मलाई रङ्गी श्यामा माइली महिलाहरू हुनुहुन्छ यहाँ मैले जतिले हात उठाइदिन्थेँ एकचोटि मैले जतिले जम्मा 2 जना यार बलबार गोला माइलामा अरे यहाँ कि दाजु उहाँ चिन्नुहुन्छ उहाँ टिकटकर हुनुहुन्छ है बलबारङ है तामाङ भाषाको एकदम हुन्छ टिकटकर हुनुहुन्छ उहाँ होइन अनि अब कस्तो भनेदेखि सबभन्दा ठुलो कुरो चाहिँ हामी जिउँदो जन्ती मर्दो मलामी भन्छन् हो कि होइन हजुर अजम्बरी चोला कसैले लिएर आएको छैन र त्यसै गरी बाँचुन्जेलसम्म तेरो र मेरो मरेपछि ढुङ्गाको चौखेरो हो कि होइन हजुर र मेरो एकदमै मिठोहरू मेरो साथीहरू सङ्गीतिक प्रेमी साथीहरू न्यानो है यो जुन जाडोको जुन मौसममा न्यानो माया छ हजुरहरूलाई तपाईँहरूकै सामु म गएर यही नाच्नेछु सबैजना यता आउनु होला यो बसेर चाहिँ हुँदैन है बसेर चाहिँ हुँदैन बस्नु भयो भने चाहिँ म गीत गाउँदैन हुन्छ सबैजना उठेर यहीँ आएर चाहिँ नाच्नु भयो भने चाहिँ म पनि गीत गाउँछु है तपाईँहरूसँगै अब खास गरी म अब यो शुभ विवाहमा भान्जीको विवाहमा म मामा बनेर आएको तर मेरो यो चाहिँ गीत गाउने चाहिँ काम हो होइन मेरो काम पनि देखाइदिउँ कि जस्तो लागेर मैले काम देखाउनु खोजेको है यो मेरो अरू केही पनि होइन है त अनि मेरो नयाँ गीत तपाईँहरूको तालीमा गाउँछु हुन्छ तामाङ सेलो है त धनसँग बाँचेर नहेर्नु चोखो छ है मेरो माया मरेर जाने यो चोला जिन्दगी हाम्रो घम छाया साथीलाई एक मुठी ससर हुन्जेल खरानी बानी नउडिन्जेल तिमी हौ किन अघि म यस्तै रहेछ भाग्यको खेल यो भाग्यको खेल कसैले थाहा हुँदैन होइन मेरो यो अहिले नयाँ गीत हो तर तपाईँहरू सम्पूर्णले मन पराइदिनु भएको छ टिकटकमा एकदमै होइन चर्चा छ यो सालको हजुरहरूले पनि टिकटक देवलाल मुक्तान सर्च गरेर पनि तपाईँहरूले बनाउन सक्नुहुनेछ कतिले त अहिले सोसियल मिडियामै छौँ हामी होइन र त्यसै कारणले म अहिले यति बोलिरहँदाखेरि लाइभ भइरहेछ यतिखेर उहाँहरूलाई पनि एकदमै स्वागत छ भन्दै म गीत गाउन चाहन्छु तपाईँहरूकै साथमा ट्र्याक प्ले गरिदिनु होला यो साउन्ड अलिकति मिलाउन चाहिँ अलिकति हामी सबै सिकारु छौँ यहाँ होइन त्यसै कारणले जस्तो छ जे छ तपाईँहरूसँग नि रम्दै गाउने छु सँगैजना सबैजना है त ट्र्याक प्ले गरिदिनु होला साउन्डलाई पनि मिलाइदिनु एकचोटि है ट्र्याकहरू है त अनि यस्तो आएर जान त्यसलाई म होइन युट्युबमा आउँछ हेलो दामी युट्युब
तामाङको संस्कारको सबैभन्दा मिठो लाग्ने चाहिँ बालबदल बोलेको है यो त अब फाइनली हाम्रो भिडियो हुनेछ अब हामी लाग्ने सुरु भइसक्यो आजको यो रमाइलो हो रमाम माइलीहरू है ल हामी चाहिँ जन्तीबाट के अरे बिहे घरबाट चाहिँ फर्क्यो ललितपुर फर्किँदैछौँ है यो अन्तिम भिडियो लाइक सब्सक्राइब गरिदिनु होला फुल भिडियो माइली क्या जम्मै त्यही पनि सिटी बक्तो नि ल माइली सिटी बक्तो